आज चाहिँ मैले आफ्नै हातले बनाएको जेरी खाएँ। जेरी भनेरै बनाएको हल्का 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 स्पाइडरको जालो जस्तो देखिए तापनि जेरी बनाउनुभन्दा पहिला चाहिँ मैले गरेँ आफ्नो घरको छङ्सो सफा गर्नको लागि मैले जहिले पनि रेडी गर्छु। तर रेडी गरेर मैले मोबाइल चलाउन थालेँ भने म त्यसमा हराए गर्छु। तर आजको दिन चाहिँ मैले त्यस्तो गरिनँ। यसले मलाई यस्तो रिस उठाएको होइन, यो वाइपरले चाहिँ जति पनि मैले पुस्न खोज्छु भाँचेको गर्छ यार। आफ्टर घर सफा गरेँ त्यस पछाडि चाहिँ मैले एउटा एप्रोन लिएँ। त्यो चाहिँ मेरो दिदीले छोडेर जानुभएको थियो अनि त्यसलाई चाहिँ मैले धोइ पखाली गरेर फेरि आफैसँग लिएर आएँ, किनकि मेरो दिदीको हो नि त। सेलरोटी चाहिँ मलाई बनाउन खासै आउँदैन होइन। एकचोटि मैले त्यो तिहारको बेलामा मम्मीहरूले बनाइरहेको देखेको थिएँ जल्लास जुलुस। त्यसैलाई नै अलिअलि सम्झिँदै चाहिँ मैले यो डो बनाउन सकेको हो क्या। अनि मम्मीले चाहिँ बकालेर हाल्नुहुन्थ्यो, जसको कारण चाहिँ यो सेलरोटी चाहिँ सेतो हुँदैन अनि त्यस पछाडि यसमा चाहिँ कलर आउँछ भन्नुभएको थियो क्या। अनि त्यही जस्तो लाग्थ्यो अनि मैले हालेँ। मैले यो घरमा फोन गरेर सोधेर पनि बनाउन सक्थेँ, युट्युब हेरेर पनि बनाउन सक्थेँ। बट मलाई त्यस्तो म फेरि युट्युब हेरेँ रेसिपी हेऱ्यो भने हेरेको हुन्छ अनि घरमा बोल्यो भने पनि घरमा बोले हुन्छ क्या। अनि मैले त्यस्तो केही गर्ने निर्णय गरेन। जति आफ्नो दिमागले भ्याउँछ सुस्ती गर, किनभने नराम्रो भए पनि के भयो त, खाने त आफै हो, अरू कोही जज गर्ने मान्छे हुँदैन। त्यसैले मैले स्टार्ट गरेर अनि पहिलो सेल हाल्दाखेरि त मेरो पहिलो सेल नै क्या गोलो भइदिएर क्या दामी भइदिएर क्या। त्यस पछाडि मलाई यस्तो कन्फिडेन्ट आयो नि, ओ माई गॉड सुस्ती यु क्यान डु इट। अनि मैले कन्टिन्युटी दिएँ, किनभने मैले एउटा मात्र सेल हाल्छु, यदि सेल भयो भने भयो, भएन भने चाहिँ मैले माल पास्तो हाल्छु भन्ने सोचेको थिएँ कि। तर मेरो सेल भयो अनि मैले सेल हालेँ। तर मलाई सबैभन्दा मनपर्ने चाहिँ जेरी हो कि सेल भन्दा। सो अनि त्यस पछाडि मैले अब सेल त हाल्न सक्यो भने जेरी पनि यस यु क्यान डु इट भन्ने मलाई कन्फिडेन्ट लेभल आयो। अनि मैले चाहिँ होइन यो बनाउनको लागि पनि अब चिनी सिनी लगाएँ, कलर सलर लगाएँ। तर लास्टमा चाहिँ होइन यो कि थाक्रोमा जान नसकेको बुढीको लरा जस्तो पनि भएन क्या लास्टमा चाहिँ। त्यही पनि एनीवे गुलियोमा गुलियो, रातोमा रातो, एकदम राम्रो। जेरी जस्तो नभए पनि जेरीकै आकारमा भएको चाहिँ आइ एम सो ह्याप्पी टुडे।